बिर्तामोडबाट लगभग 1.5 घण्टामै हामी पुग्यौं यस्तो राम्रो यति पिसफुल ठाउँमा। तर कसरी आउनुस् म देखाउँछु। एथर रिजदा जेटलाई फुल चार्ज गरेर यसको 35 लिटरको बुट स्पेसमा हाम्रो ब्याग सजिलै राख्यौं अनि इनबिल्ट गुगल म्याप्समा लोकेसन हालेर हामी लाग्यौं उत्तरतर्फ। अनि साच्चै भन्दा मलाई यो रुटमा चाहिँ राइड गर्न यति रमाइलो लाग्छ नि। जति माथि बढ्दै गयो भ्यू त्यति नै राम्रो देखिन थाल्छ। अनि अलि माथि पुग्दा यो दिन त यस्तो हुस्सु लागेको रहेछ नि, अगाडिको 2 मिटर पनि मजाले नदेखिने। तर यो स्कुटरको मलाई एउटा फिचर चाहिँ एकदमै मन पर्यो, यो अटो होल्ड फिचर। उकालोमा स्कुटर रोक्दा यो फिचरले स्कुटर पछाडि सर्नै दिँदैन, एकदमै सेफ फिचर लाग्यो मलाई। अनि यो स्कुटरको अर्को फिचर चाहिँ एथरको यो एप डाउनलोड गरेर आफ्नो डकुमेन्ट्सहरु अपलोड गर्नु पर्यो। त्यसपछि त कतै चेकिङमा पुरै डकुमेन्ट्स निकाल्ने झन्झटै भएन, सिधै ड्याशबोर्डबाट देखाउँदा भयो। अनि यसरी नै पालै पालो स्कुटर कुदाउँदै गुगल म्याप्स फलो गर्दै हामी आएको यो एकदमै राम्रो ठाउँ हो बोजोघारी होमस्टे, जुन छ फिक्कल इलाममा। आजको त गन्तव्य पनि राम्रो अनि एथर रिजदाले गर्दा जर्नी पनि एकदमै रमाइलो भयो।